ब्लगमा तपाईहरु सबैलाई स्वागत छ हैन। भिडियोलाई स्टार्ट गर्नुभन्दा पहिला लाइक कमेन्ट अनि सब्स्क्राइब गर्नु होला यो भिडियोलाई चाहिँ। अनि आज चाहिँ म प्रदीपले बिहे गरे रे हिजो राति, त्यही भएर उसलाई भेट्न जाँदै छु। अनि कस्तो लाग्छ यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनु होला अनि उसलाई कंग्रेचुलेसन भन्न नबिर्सिनु होला। ब्लगमा आएर हिँड्दैछु अनि म प्रदीपको घर जाँदैछु। प्रदीपले चाहिँ हिजो बिहे गरेको अरे हैन, आज उसलाई देखाउने छु। ल ओके गाइस, यो भिडियोमा बनिरहनु होला। पुगिरहेको छु प्रदीपको घर। भनेपछि सबै हुनुहुन्छ, धेरै आउनु भएको छ अरे हैन। ल सबभन्दा फर्स्ट नारायण दाइ पुगेको रहेछ भन्ने बुझेँ मैले। हो त्यहाँ नारायण दाइ अनि दाइ पनि आउनु भएको रहेछ। ठिक छ, अनि हामी चाहिँ पुगिसक्यौँ। लेट्स स्टार्ट माई न्यू ब्लग। कंग्रेचुलेसन्स ब्रो। स्माइल 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 बोलने कुत्ते की तरह बेल दो। इसीलिए नमस्कार बोल रहे। Oh my god! ये मेरो भान्जा। यहीं रोकिने पर्छ तिमीसँग पर्सनल काम। ओके इसके लिए ये मुनिया जी स्टाइल देख के छपरी बनी। इसीलिए गाइजहरु म र भान्जा हैन यहाँ बसिरहेका छु। सबै आए काम गर। ये कुत्ता हामी राउना कफी नै दिनु हैन भान्जा। यो भाई तेरा के भनि ल न। मु एनी राइडर है के हेलो मेरी भाउजू, हिजो चाहिँ अब ब्याउनी ल्याउन गए कि मेन लिनु रहेछ नि। अब भाउजू भन्न कसो भयो, हिजो ब्याउनी लिन मुखी पाउन रे पर्दी पनि भन्यो मैले हिजो भने नै पर्थ्यो यहाँ त। फर्स्ट चाहिँ म के भन्छु मैले के भने नहीं राइडर यार हो अभी रेडी म बिनु भाइ पनि राइडर यार। ओके गाइज, मलाई चाहिँ खासै भिडियो एडिट गर्न नआए पनि एडिट गर्ने कोसिस गरेको छु। कस्तो लाग्छ हेरेर अब यो भिडियो आजलाई यति नै समाप्त हुन्छ। ओके बाइ बाइ।